अलिसा र म भएर भित्र जान्छौँ। हाम्रो मोमो आइसकेको छ। अलिसा यता ल ल स्टार्ट गरौँ। हे गाइज वेलकम ब्याक टु माई च्यानल झोडला 5 बजेर सन्चै हुनु छ। म पनि एकदमै सन्चै छु। सो गाइज यो मेरो आजको ब्लग म चाहिँ साथीलाई भेट्न गइरहेको छु साथीको घर। सो साथीको घरको उता हामीले के गर्नेछौँ बुम बाम त्यो सबै हेर्नु होला। अनि उनले चाहिँ मलाई पार्टी दिने भनेर बोलाइरहेको छन् मोमो पार्टी। सो के कसो हुन्छ त्यहाँ गएर म देखाउने छु तपाईँलाई मेरो ब्लगमा। जान लागेको चाहिँ म हल्लानगर है, हल्लानगरतिर जान लागेको साथीको घर। सो साइकलमा जान्छु होला। उता मेरो साइकल उभिरहेको छ। म चाहिँ सुन्दर डाँडा पुगिसकेँ। ब्याक साइडमा हेर्न सक्छ स्कुल छ, सुन्दर डाँडाको स्कुल छ र यहाँ मन्दिर छ ब्याक साइडमा। अब हल्का छ, धेरै छैन पुग्न। अब अलिसाको घर पुग्न धेरै छैन। सो तिनी चाहिँ त्यहाँ उभिराख्छन्। यो बाटोमा चाहिँ जे होस् आफै कुद्दिने रहेछ कि साइकल चलाउनु पर्दैन। सो म चाहिँ डाइरेक्टली अलिसाको घर पुगिसकेपछि देखाउँछु तपाईँहरूलाई। सो हेरिराख्नु होला मेरो भ्लगलाई एकदमै राम्रोसँग। सो फुल वाच दिस माई भिडियो गाइज। बुम बाम फ्यामिलीज लभर अल। सो गाइज यताबाट कता गइन्छ कमेन्टमा भन्नु होला, कुन ठाउँ हो। अनि त्यसपछि यहाँबाट बजार जाने ठाउँ है, हल्का हल्लानगरको पुल जहाँ बजार लाग्छ त्यो ठाउँमा म पुगिरहेको छु। सो अनि यस्तो चिसो मौसम छ र एकदमै चिसो हावा चलिरहेको छ। त्यही भएर म चाहिँ ज्याकेट लगाएर आएको छु। र I found a girl beautiful and sweet. I never knew we were someone waiting for me. Kiss me, I fell in love in mud. Not knowing what is was, I will give you this time, baby. I dancing in the dark. I never knew. So, यो ठाउँबाट कहाँ गइन्छ भनेर कमेन्ट गर्नु होला। यो ब्याक साइडको ठाउँबाट त्यहाँ चाहिँ हाम्रो पुलिस अङ्कल उभिनु भएको छ मस्त। सो म चाहिँ साइकल मस्त राखेको छु। त्यसपछि म उताको टक्क उताको सिनहरू देखाइदिन्छु तपाईँहरूलाई। एउटा सता टिकटकमा भाइरल स्वर्ग हेर्ने हो गाइज भनेर बाख्रा हेर्ने हो गाइज। हेर्न सक्छ बाख्रा त गला छन्। सो गाइज घामले गर्दा खासै राम्रो देखिरहेको छैन, त्यही भएर हेर्न सक्छ यस्तो। त्यहाँ चाहिँ बजार लाग्छ उता, हेर्न सक्छ त्यहाँ चाहिँ बजार लाग्छ। यता चाहिँ खोला छ, यस्तो छ खोलाहरू। सो म चाहिँ धेरै ढिला हुन्छ, धेरै टाइम वेस्ट नगरौँ, टक्क जाम अब। सो अलिसा चाहिँ त्यहाँ आउँदैछन्, लुगुर लुगुर हिँड्दै आइरहेका छन्, सक्नुहुन्छ अलिसालाई। अलिसा चाहिँ आफ्नै पारामा छन्, टक्क बुम्बा भन्थ्यो। सो अब अलिसा र म भएर जान्छन् जामिन। एकछिन जोरान मिल्छ साइकल चलाउने भयो। यो म छोडिदिन्छु, म राख्ने बुझी छ जामिन। किन त हिँड्दै आएको त? यही हो तिम्रो घर? कहाँ यहाँबाट कहाँ हो? जान्छ कि खै त तिम्रो साथी एक्लै आएको हो? एक्लै आएको तिमी? किन त नि साथीले के भन्नु त? लजायो क्या? कति कति यहाँ वेट गरेर आऊ किनबाट? मलाई के थाहा त अनि वेट गरेर आऊ भनेर। सो अलिसाले चाहिँ यहाँ वेट गरेर आएको थियो र 3 बजी आउने मान्छे 4 बजी हिँडेछु त्यहाँबाट। सो त्यही भएन, अलिसाले वेट गर्नुपर्छ, साथीहरू खालको वेट गर्नु पऱ्यो हो कि नै। सो आज अलिसाको घरबाट हामी डाइरेक्ट त्यहाँबाट उमरी गइरहेको छौँ दुईजना घुम्नलाई। सो मेरो आजको यो कन्टेन्ट पनि हो। सो अलिसा मेरो पछाडि बसिरहेको छन् अनि घरबाट सिधा डाइरेक्टली हामीहरू उमरी आएको छौँ। सो उमरी हामीले घुम्छौँ, के गर्छौँ त्यहाँ चाहिँ गाना बजिरहेको छ। सो रमाइलो हुन्छ होला। हामी दुईवटा घुम्छौँ, त्यहाँको सिनहरू देखाउँछौँ। म कति दिनको चाहिँ उमरी आएको छु। सो मेरो आजको कन्टेन्ट पनि बन्यो हो किन अलिसा? अलिसा र म भएर यहाँ घुमघाम गर्न आएको। हेर्नु होला यो भिडियोमा के देखाउनेछौँ, हामीले के गर्नेछौँ। सो हेर्नु होला है। अहिले अलिसा र म भएर भित्र जान्छौँ, भित्र गएर के कसो गर्छौँ हेर्नु होला है। भित्र गाना बजिरहेको छ। सो एकदमै आवाज साउन्ड सुनिनु होला। भित्रको भ्लग बनाउँछु, क्लिपहरू मात्रै देखाउँछु। डान्स गरेर राख्नु भएको छ भाइ भित्र, डिजे सिजे गोबर बजाएर आवाज सुनिन्न। सो अलिसा र म भएर त्यहाँ घुम्छौँ हल्का, डान्स गरेर आएको भिड भएको। आज यो गेट पनि खोलेछ नि त के हो? आज चाहिँ यो गेट पनि खोला के भने तिमीले सन्चै हुन्छ ए? त्यो त अस्ति चाहिँ हाम्रो पुसअप दिएको च्यालेन्ज दिएको है, उसलाई पनि सो त हेर्न सक्छ। कहाँ जाने माथि जाऊँ नि? स्कुलको रहेछ कि पिकनिक? स्कुलको पिकनिक माथि जाने र माथि जाने नाचा जानु हो। ल
ब्याक साइडमा पार्टी चालु छ है फोटो खिच्ने ठाउँ छैन त्यहाँ हेर्नुहोस् त्यही खिच्यो यहाँ फोटो यही ठाउँमा के त्यो भिडियो बनाएको त्यही भएर देखिन आज उसले सफा छ र त्यहाँ बस्ने सिट छैन देखिदियो मलाई सिट थियो नि 4 यहाँ खिच्यो फोटो के छ ब्रदर सन्चै त तिमी हामीहरू मस्त आएको पिकनिक आएको के भनेको बुमबाम 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 सन्चै छौ देखेछु के यहाँ चाहिँ हाम्रो फुपू त्यो अघि मैले घर भन्छु नि त्यहाँ त्यो घरको फुपू आउनुपर्छ नि पानी आइरहेछ पिउँछ नि त्यो पानी पिउनुहुन्छ अलि छ बनाउँदै भिडियो बनाऊ है राम्रोसँग दिनु हल्का पिउने छ खतरा पिउनुहुन्छ त मेरो हाम्रो ब्याग थियो पुस्नु न पिउने पानी पिन्छौ मोबाइल धेरै भयो थियो याद म त्यो भयो सोच मैले चाहिँ आउने बेलामा हेयर ब्याग्स लगाएर आएको थिएँ त्यो मेरो हातमा एकदमै चिल्लो थियो र त्यही भएर मैले फेरि पानी यस्तै खाएको है हात नलगाएर म पुलिस अङ्कलहरू यहाँ बन्द गराउन आउनुभएको छ यहाँ जस्तै टाइम भएर कि गोबर धेरै बजायो भनेर अब अलिक साह्रो पुलिस कस्तो देखेछ टोपी लाएर अघिनाबाट मैले जे कुरा पनि सोधिरहेको छु राम्रो राम्रो भनिरहेको छ साथी भएपछि त यतिको त गर्नु पऱ्यो भन्नै पऱ्यो नराम्रो देख्यो भने हो कि नै नराम्रो देख्यो भने राम्रो भन्नु पऱ्यो साथी हो त्यहाँ रमाइलो हुन्छ यहाँ जाने रे कहाँ जाने हाम्रो त्योसँग चाहिँ त्यहाँ पनि रमाइलो गर्दैछ नै रमाइलो गर्दैछ एकदमै रमाइलो गर्दैछ जाऊ अलिसा नाच्देऊ अलिसा नाच्देऊ के नाच के अलिसालाई नाच्ने भने त लजाएर आएको नि सोही चाहिँ अलिसा र म भएर होटलमा आइरहेको छौँ मोमो खाने आउने बेला उसलाई भन्थ्यो नि त मोमो खाने भनेर अलिसा ठ्याक्कै बसेँ के छ किन लजा छौ त अलिसा र म गएर मोमो खान्छ मेरो होला सिनेमा गेटमा हाम्रो मोमो आइसकेको छ अलिसा यता र ल ल स्टार्ट गर के मोमो थाहा भने चिकन मोमो हो कि भेज मोमो सुप चाहिँ एकदमै मिठो चाहिँ कस्तो छ मिठो मिठो छ जस्ट अहिले भेटेर यो कन्टेन्ट पनि बनाऊँ भनेर मैले भ्लग बनाएको गाइस अलिसाले चाहिँ पार्टी दिएको अरे किन अलिसाले चाहिँ पार्टी दिएको अरे अलिसा बुझाउन गइरहेको छ दिदी नै जाम हो कि नै अलिसाको बिहे हुने अब पहिला 10 वर्षपछि तर पार्टी चाहिँ अहिले दिइरहेको छ नि हो नि दिएको छन् है चिकनहरू मैले चाहिँ क्यामेरा 1 मा बनाइरहेको छु खासै राम्रो आएको छैन ल हेरिदिनुलाई भयो कि चिसो के खाने भने मर मान्छे सो अहिले अलिसाले चाहिँ यो के रे यसको नाम फ्रुटी किनेको रे मोमो पार्टीसँग फ्रुटी प्लस है हो कि न अलिसा सो गाइस हामीहरू अब मस्त अलिसा र म भएर घर जान्छौँ सो गाइस अलिसा र म चाहिँ अब सब घुमघाम गरेर उमेरसँग घुम्यौँ हामीले मोमो पार्टी साडी गरिसक्यौँ सो त्यही भएर अब घरतिर जान लाग्यो हामी सो मेरो ब्लग मन पऱ्यो लाइक सब्सक्राइब सेयर कमेन्ट गर्नु होला नयाँ हुन्छ भने फटाफट गरेर सब्सक्राइब गर्नुहोस् बुमबाम फ्यामिलीमा जोइन हुनु हामी सबै मिलेर बुमबाम गर्नुपर्छ सो लभ यु गाइस सो भाइ भन्नु मिल्छ कि बाई गाइस सो लभ यु गाइस